Hello everyone, welcome back to my channel. So I hope you all are doing well, right? So it's been a while मैले चाहिँ भिडियो अपलोड नगरेको हैन बिकज हाम्रो चाहिँ नानी अलिक बिमार भएको थियो है सिन्स मन्डे हैन अलिकति फिभर अस्ति हामीले रिङचिङपुङमा पनि देखाएको थियो अहिले सिजनलै छ सिजनल हो यो फिभर चाहिँ भन्नु भएको थियो तर 3 दिन हुँदाखेरि हैन स्टिल फिभर हुँदाखेरि चाहिँ हामी आज गेजिङ लाँदै गरेको नानीलाई है यहाँ दिन चाहिँ बर्ड सेन्चुरी आइपुग्यो ल गाडी कहाँ राख्नु अन्त ए दुईजना लु भन्देऊ खै भन्देऊ खै आइएम छ साप भन्देऊ हामी बर्ड सेन्चुरी आएको भन्देऊ बर्ड सेन्चुरी भन चरा हेर्ने चरा ल भाइ कोसँग हिँड्ने पापासँग पुरा हेर क्राउड रहेछ आज त यस्तो टुरिस्टहरू पुरा रहेछ So today we are here at Sitkyong bird park. मजाले डेकोरेट गरेको रहेछ खै मामालाई वेट गरेनौ त Sitkyong bird park is located at Rabdenji, West Sikkim है it's between Peling and Gezing र यहाँको एन्ट्री फी चाहिँ इट्स 100 फर एडल्ट्स है र चिल्ड्रेन्सलाई चाहिँ फ्री रहेछ र यहाँ एन्ट्रेन्सको छेउमा यहाँ क्याफेटेरिया छ है यु क्यान ह्याभ टी कफी फुड एन्ड स्न्याक्स है र यहाँनिर चाहिँ ट्रेडिसनल अटायरहरू एभाइलेबल रहेछ है यु क्यान ट्राई इट एन्ड ह्याभ अ फोटोग्राफ है सबै ट्रेडिसनल वेयरहरू रहेछ कहाँ जानु भएको कहाँनिर जानु भएको यहाँनिर बर्ड प्याराडाइजमा एन्टर गर्नु आँटेको यो चाहिँ हेर्दै अम्ब्रेला गेट अरे यो चाहिँ I'm trying my best to make a good videos. This video. Wow, हेर न abundant with greenery, peaceful, panoramic. Silver peasant. Let बैग बाट गर्नु पर्यो प्यारोट कहाँ गयो प्यारोट
ए सरको कलर लु हिँड्दै गएर पापासँग म यहाँ Watch your head. तिनीहरूलाई अलिक देखाइदिउँ न तलबाट क्लियर देख्दैछ यहाँ माथि देखाउँछु पापा ए लड्छ है कान्छा देख्यौ खै यता मामा भिडियो गर्नुपर्छ वाउ ओ गोइन सारो प्लेस सारो पल्ली पल्ली खाइ गयो यहाँ दिएको यहाँ कुन चाहिँ होला नि त Rabbit भन न वाउ भन न नहेर्ने अम्बो यसको नाम त के पो थियो अरे ह्याप्पी भाइ दादा यस मन पर्यो कमान भन न ह्युज रहेछ है कत्रो सो बिग भन न डल्लै निकाल्नु पाए त हामी लेट्स गो जाउँ यो त सबै रिङ नेक्ड पिजेन्टहरू रहेछ है यो चाहिँ चढ्नु न अन्त चढ्नु न दादा पनि चढ्नु केयरफुल है त्यहाँ लड्छ है फेरि केयरफुल कराउँदैछ हाम्बा कहाँ छ हाम्बा उहाँ हेर न विच वान त्यो हाम्बामा थियो हो रियल होइन हौ त्यो ला आया भएछ हेर हाम्बाको भुँडीमा हेर फिस पो रहेछ जाऊ त हेर्नु आऊ त जाऊ दादा पनि आऊ ऊ हेर फिसै फिसै छ काउन्ट गर त कतिवटा छ काउन्ट गर न फिस सो यता माथि माथि पनि छ है पुरा सो हामी चाहिँ टाइम पनि छैन वी हेभ टु गो ब्याक है घर र रात पनि पर्नु आँट्यो छि 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 ल लेट्स गो यहाँ माथि हेरौँ त जम्बी हुन्छ कम ए दुईजना स्लोली है ओ हेर यहाँ वाइट ह्यान हेर ह्यान हेर्दैनौ बान्ताम ह्यान अरे बान्ताम ह्यान वान्स अगेन गोल्डन पिजेन्ट रहेछ लु 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 वेयर इज पापा ओ स्वान हेर स्वान देख्दैछौ बाई बाई गर टाइम टु गो होम भन न अब हामी फर्किन आँटेको भन Are you having fun? Yes. यहाँ बस्नु त म फोटो खिच्दिन्छु गो छिटो दादा र भाइ छिटो यता बस्नु त्यहाँ बस्नुस् यता हेर्नु बसेर छिटो न हो रेडी
हेलो हेर लेओपार्ड म्यानको जस्तो रहेछ उसको नोजमा यी हेलो गर न उसको ल हामी त बाई बाई गर न खै दादा त आएन त लु बाई बाई गर दादा Welcome back again भनेर again I go back we are going back भन्यौ बेस्ट प्लेस फर किड्स भन न तर तिमीहरूले लास्ट इयरको जस्तो मजाले हेरेनौ नि यो पालि लास्ट इयर त कति मजाले हेर्यो ल जाउँ जाउँ ल आऊ अब हामी चाहिँ वी आर गोइङ ब्याक है टु बर्मेक र यहाँ पेलिङमा चाहिँ हामी अन द वे यहाँ छाङ्गे फल एकछिन निस्केको छाङ्गे फल चाहिँ यस्तो भएको छ गाइज है खोल्छ निकाल्नु कस्तो गरेको अन्नारे खोप्टाउँछ र है हामी चाहिँ घर आइपुग्यो र आजको डिनर चाहिँ हामीले चाहिँ यो लेग पिस है चिकन लेग पिस विङ्स खाने अन्त यो सलाद आज गेजिङमा हाट रहेछ होइन त्यही भएर चाहिँ फ्रेस यहाँ क्युकम्बर छुर्पी त्यहाँदेखि यो सलादहरू रेडी गरेर चाहिँ अब इन्जोय गरौँ भनेको है हामी चाहिँ डिनर गर्न आँटेको है एनीवे आज चाहिँ यो छ हाम्रो चिकन लेग पिस विङ्स है यो स्यालेड है र अब हामी चाहिँ डिनर इन्जोय गर्नेछौँ है बाई सी यु इन नेक्स्ट भिडियो ओके बाई गुड नाइट